धेरै जस्तो मान्छेले सोच्ने कुरा चाहिँ के हो भन्दाखेरि मेरो फेसबुक फ्रेन्ड मेरो वरिपरि बस्ने मान्छेले त्यो भिडियो हेरेर के भन्छ यो नराम्रो छ त्यो नराम्रो छ त्यस्तो भन्छ जस्तो लागेर कसैले भिडियो बनाउँदैन। इनफ्याक्ट मैले पनि त्यसरी भिडियो बनाउँदैन थिएँ। एक्चुली भिडियो बनाउँदै गयो पहिलो त आफ्नै केही सेल्फ भिडियोहरू थियो जुन आफूसँग कुरा गरेको ऐनामा कुरा गरेको अनि यस्तै कुरा गर्दा गर्दै आफै आफ्नो कन्फिडेन्ट बढ्यो क्या। त्यसपछि भिडियो के को बारेमा कस्तो बनाउने कसले के भन्छ त्यो मतलब नगर्ने त्यो यत्तिकै थाहा पाएँ क्या। अहिलेसम्म यो भिडियो जसले हेरेर होला त्यसमा 90% अथवा 99% अथवा 95% मान्छेले भिडियो बनाउनै सक्दैन होला। एउटा त नर्मली यस्तो पोस्ट गरेर देखाइदिनु त यस्तो केही न त केही भनेर पोस्ट गरिदिनु त्यही सबभन्दा ठुलो कुरा हुन्छ। सबजना वेटिङ गरेर होला मेरो ठाउँ पर्फेक्ट छैन म यता त भिडियो बनाउँदिनँ एन्ड अर्को कुरा मसँग कन्टेन्ट छैन यस्तै भनेर कसैले भिडियो बनाउन सक्दैन। एक्चुली भिडियो बनाउनलाई तिमीलाई कन्टेन्ट चाहिँदैन तिमी सेल्फ कतिको कुरा गर्न सक्छौ आफूसँग त्यही हो क्या। भिडियो भनेको मेन भिडियोको अर्थ चाहिँ के हो भन्दाखेरि आफूलाई सम्झाउनु यो कुरा गरिरहेको छु नि यो तिमीहरूसँग कुरा गरिरहेको छैन यो आफूसँग कुरा गरिरहेको छु जुन सेल्फ टकिङ गर्न सक्छ त्यही मान्छेले इजिली एउटा भिडियो बनाउन सक्छ। यो चाहिँ तपाईँहरूले भिडियो बनाउँदै गयो भने चाहिँ बुझ्नुहुन्छ। अब कहिले बनाउनु भएन भने त यो कुरा बुझ्दैन किनभने यो भिडियो त मैले नि हेरेर आफूलाई हेरेर आफ्नो मनसँग कुरा गरेर हो त्यही हो भिडियो कुनै गाह्रो त होइन। म लास्टमा